अफ कमर्स रूपन्देहीको आयोजनामा यही मङ्सिर 3 देखि 21 गतेसम्म भैरवामा हाम्रो 7औं लुम्बिनी महोत्सव 2082 हामी आयोजना गर्न गइरहेका छौं, जसमा हाम्रो चाहिँ सहायकको रूपमा हामी सिद्धार्थ नगरपालिका, त्यस्तै तपाईको चाहिँ उद्योग पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश तथा कृषि पशुपन्छी विकास मन्त्रालय लुम्बिनी प्रदेशलाई लिएका छौं भने प्रवर्धकमा चाहिँ लुम्बिनी प्रदेश पर्यटन विकास परिषद लुम्बिनी प्रदेशलाई लिएका छौं भने चाहिँ हाम्रो सहयोगी संस्थाहरू यहाँका सम्पूर्ण सङ्घ संस्थालाई हामीले सहयोगी संस्थाको रूपमा लिएर यो हामी 7औं लुम्बिनी महोत्सव 2082 हामी भव्यताका साथ सफल गर्न लागेका छौं, जसको निर्माण कार्यहरू हामी लगभग अगाडि बढाइसकेका छौं। हामी एक चरण भनौं अब 50% काममा अगाडि बढिसकेका छौं, निर्माण कार्य अगाडि बढिरहेको छ। अझै टाइम हामी 3 गतेको लागि पुरा तयार छौं। मलाई लाग्छ यो पालिको मेला, यो पालिको महोत्सव यस भैरवा क्षेत्र मात्र हैन, रूपन्देही क्षेत्रका सम्पूर्ण नागरिकले आफ्नो सम्झेर यसलाई भव्यताका साथ सफल पार्न चाहिँ एकदम साथ पनि दिनुहुन्छ भन्ने मेरो विशेष संस्थाको तर्फबाट आग्रह पनि छ। यसलाई सफल पार्दिन हुन सबै सङ्घ संस्था आम नागरिकलाई हार्दिक अनुरोध गर्दछु। यो के को लागि आउनु त यहाँ मेला? विशेष त हामी उद्योगी व्यवसायीको छाता संगठनको हिसाब लिएपछि हामी प्रायः औद्योगिक, व्यापार, कृषि, पर्यटन र लोक हाम्रो यो सांस्कृतिक लगायत सम्पूर्ण कला कल्चरलाई चाहिँ हामी यसलाई विकास गर्न र स्थानीय हाम्रो चाहिँ जुन यहाँका बजार प्रवर्धन गर्ने उद्देश्यले हाम्रो मूल नारा नै महोत्सवको मूल नारा नै स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्धन गरौँ, स्वदेशी वस्तुको पहिचान गरौँ भनेर चाहिँ जुन स्वाभिमानी नेपालको पहिचान बनाऊ भन्ने हाम्रो मूल नारा पनि छ। त्यसलाई हामीले लिएर चाहिँ यो हामीले महोत्सव गरिरहेका छौँ। यसको मूल उद्देश्य नै हाम्रो के हुन्छ भनेपछि नेपालमा कुनै पनि चिज उद्योग भए पनि पर्यटन भए पनि त्यो हाम्रो यहीँ विकास हुनुपर्छ। व्यापार भए पनि के अरे लिगल हिसाबले कस्टम भएर जुन आएका व्यापारहरू छन् ती व्यापारहरू नै यहीँ फस्टाउनु पर्छ भन्ने उद्देश्य हो। सीमा नाका छ, धेरै कुरा बजारमा चाहिँ सस्तो छन्, कतिपय चिज पारी छन्, कतिपय सस्तो छन्, तर धेरै चिज अहिले हाम्रो यहाँ सस्तो भइसकेका छन्। त्यसलाई प्रवर्धन गर्नुपर्ने र पुरै समग्र व्यवसायलाई समग्र प्रवर्धन गर्ने पनि मेन उद्देश्य लिएका छौँ हामीले। यो जस्तो मेला भनेपछि के छ आकर्षक भन्ने कुरा आउँछ, तपाईहरुको के छ अहिले त्यस्तो? मेन आकर्षक हाम्रो अहिलेको मुख्य आकर्षक नै यो अहिले फिस टनेल र जलपरी र इफिल टावर छ। र हाम्रो यो पालि चाहिँ विशेष राम्रो चाहिँ एउटा क्वालिटी मेला भनेर चाहिँ हामीले एउटा छुट्टै क्वालिटी व्यवस्थापन लिएका छौँ, एउटा छुट्टै क्वालिटी व्यवस्थापन राखेका छौँ, जसमा गर्दा हाम्रो यो फिस टनेल लगायत यहाँका सफाई जुन गर्ने तरिकाहरू छ एउटा छुट्टै किसिमको अरू महोत्सवभन्दा आजसम्म यस क्षेत्रमा भएको महोत्सवभन्दा राम्रो महोत्सव कसरी गर्ने भन्ने उद्देश्यका साथ हामी लागेपरेका छौँ। त्यसैले गर्दाखेरि अहिलेसम्म हामी चाहिँ कार्य समिति मात्र लाग्थ्यौँ भने योपालि हामीले एउटा एक्सपर्ट टिम पनि राखेका छौँ यसलाई गर्नलाई, जसले चाहिँ विशेष यो हाम्रो फिस टनेल लगायतका जुन यो यसलाई सजाउने कामका र सरसफाइमा ध्यान दिने खालका जुन विशेष त्यो एक्सपर्टले हेर्नुहुन्छ र त्यो क्वालिटीलाई मेन्टेन गरेर आगामी दिनमा चाहिँ यहाँ भैरवा मेला यस्तो हुनुपर्छ है भन्ने खालको देखाउने उद्देश्यले पनि गरेका छौँ। यसपालिको मेला अवश्य राम्रो नै हुन्छ।